मान्य सदस्य पवित्रा विक। सम्माननीय सभामुख महोदय, विभिन्न अध्ययनले देखाएको छ कि नेपालमा हरेक वर्ष करिब 39,200 मानिसले सुर्तीजन्य र मादक पदार्थ सेवनका कारण मृत्यु भइरहेको छ। दक्षिण एसियामा नेपालमा सुर्तीजन्य पदार्थ सबैभन्दा कम कर लिने देशमध्ये एक रहेको छ र WHO ले कम्तीमा 75% कर सिफारिस गरेको छ, तर नेपालले 40% मात्र लिइरहेको छ। आगामी आर्थिक वर्ष नीति तथा कार्यक्रममा सुर्तीजन्य र मादक पदार्थमा कम्तीमा पनि 100% कर वृद्धि गरियोस् र पहुँच तथा प्रचार प्रसारमा कडाई गरियोस् र विद्यमान ऐन कानुनको प्रभावकारी कार्यान्वयन गरियोस्। साथै यसबाट उठेको कर स्वास्थ्य उपचारमा खर्च गरियोस् भनी सभामुख मार्फत सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु। सम्माननीय सभामुख